सबैजना नमस्कार, गुड मर्निङ रोल्पाबाट। आज हामी रोल्पाको तिला यो 5औं डिभिजन कार्यालयको एउटा भाग यहाँ आइपुगेका छौँ। यो ब्यारेकको पछि तपाईँ देख्न सक्नुहुन्छ। यो जनमुक्ति सेना जनताको सेना बस्ने ठाउँमा हामी आइपुगेका छौँ। तपाईँहरूलाई रहस्यमय कुरा कति थाहा छैन। मेरो बुवा पनि यहाँ बस्नुभएको थियो जनमुक्ति सेना भएर। त्यो माथि थियो, म एकचोटि आएको थिएँ। त्यो माथिको त्यो भवनमा यतातिर बस्नुहुन्थ्यो बुवा। म यहाँ आएर झन्डै 14-15 दिन बसेको छु। फेरि यो मौका मिल्यो कि फेरि आएर यो ब्यारेक अवलोकन गर्ने र हेर्ने समय मिल्यो। यसको लागि म अति नै खुसी भएको छु। आज यो ब्यारेकमा आएर बसेको बुवा, म र यहाँको वातावरण थियो त्यो बेलाको एकदमै खुसी लागेको छ। फेरि तपाईँ देख्न सक्नुहुन्छ पृष्ठभूमिमा अहिले पनि संरचनाहरू धेरै छन्। यो सङ्ग्रहालयको रूपमा आज चाहिँ राखिएको छ। यो रोल्पाको तिला बजारदेखि माथि हो। अहिले यो सङ्ग्रहालयको रूपमा अगाडि बढिरहेको छ। सबैजनाले भिडियोलाई सेयर गरिदिनु होला। बुवाको सम्झनाको लागि भए पनि आज यो भिडियो बनाउँदैछु। उहाँको हिजोको योगदानप्रति सम्मान सलाम गर्न चाहन्छु। धन्यवाद। यो चाहिँ प्राङ्गण, यो चाहिँ हेर्नुहोस् न, यो चाहिँ अहिले संरचना यस्तो भएको छ। तर पहिले चाहिँ म यहाँ आएर बस्दाखेरि, बुवासँग बस्दाखेरि बिहानै 5 बजे सिटी बस्थ्यो र बुवा यहाँ परेड खेल्न बिहान चाहिँ यहाँ आएर ब्रिफिङ गर्ने र लगायतका यहाँ ठुला कमान्डरहरू चाहिँ यहाँ तल बस्नुहुन्थ्यो, यहाँ तलतिर। र यहाँ बुवा बिहानै ड्रेस लगाएर टक्क जुत्ता पलिस गरेर रेडी हुनु पर्थ्यो बिहान 5 बजे। अनि बुवा त्यहाँ माथिदेखि आउनुहुन्थ्यो, म त्यहाँ बस्थेँ। रातिको समयमा बुवालाई सेन्टी बस्ने समय दिइन्थ्यो। र यो तलको यो जुन बाटो छ, यो चाहिँ यो जुन खनिएको छ बाटो, यो त्यो बेलै खनिएको थियो। त्यहाँबाट यसरी चाहिँ रनिङ गर्दै आउने होइन, त्यसरी जाने, रनिङ गर्दै आउने गरिन्थ्यो। माथिसम्म चाहिँ जनमुक्ति सेनाहरूको ड्रेस होइन, त्यो बेलाको गर्व लाग्थ्यो। त्यो ड्रेस देख्दाखेरि गर्व, ड्रेससहित पुरा हात हतियारसहित चाहिँ यहाँ आउने र यहाँ विभिन्न नेपालको झन्डा, कम्युनिस्टको झन्डा, हँसे हतौडा भएको झन्डा चाहिँ फरफराउने, जनमुक्ति सेनाको झन्डा होइन, तपाईँको जनमुक्ति सेनाको झन्डा र यो 3-4वटा झन्डा देखेर यहाँ चाहिँ एकदम गर्व लाग्ने र इतिहासमै देशलाई एउटा नयाँ दिशातिर लैजाने एउटा जमात, एउटा चाहिँ परिवर्तनशील जनमुक्ति सेनाहरू चाहिँ यहाँ बस्नुहुन्थ्यो। त्यो बेला चाहिँ मलाई गर्व लाग्थ्यो।